कान्छी सिरियल को पहिला को भाग को अंत्य में कान्छीलाई कसरी एउटा अपराधीले धम्की दिएर र बाध्य बनाएर विवाह को मण्डपसम्म पुर्याएको छ भन्ने कुरा प्रष्ट देखाएको छ। त्यसैले आउने नयाँ एपिसोडमा निकै ठुलो नाटकीय मोड आउने निश्चित छ। नयाँ एपिसोडको सुरुवाती दृश्यमा जब पण्डितले मन्त्र पढ्दै सिन्दूर हाल्ने शुभ साइतको घोषणा गर्ने छन्, त्यति बेला कान्छीको मनमा ठुलो डर छटपटी हुनेछ। तर उनले भित्रै भित्रै त्यो पापीको भण्डाफोर गर्ने र आफ्नो श्रीमान सागरलाई जेलबाट छुट्याउने प्रमाण हात पार्ने अन्तिम दाउ खोजिरहेकी हुनेछिन्। विवाह मण्डपमा कान्छीका बुबा आमा र गाउँलेहरू अत्यन्तै निराश र दुखी मुद्रामा उभिएका हुनेछन्, किनभने उनीहरूलाई कान्छीले अचानक पहिलो श्रीमान सागरलाई डिभोर्स दिएर यसरी अर्कैसँग बिहे गर्न लागेको कुरामा पटक्कै विश्वास लागेको छैन। तर कान्छीले बाध्यताले गर्दा सबैको अगाडि खुसी भएको नाटक गर्नुपर्नेछ। अर्कोतर्फ सागरका भाइ सन्तोष र आमा प्रहरी चौकी जाने तयारीमा व्यस्त हुनेछन्। सन्तोषले आफ्नी भाउजू कान्छीले फोनमा बोलेको कुराहरू र डिभोर्सको कुरा सागरलाई सुनाउन चौकी पुगेको छन्। जब सागरले कान्छीले डिभोर्स पेपरमा हस्ताक्षर गरेको र अर्कोसँग विवाह गर्न लागेको कुरा सुनेछन्, तब उनी छागाबाट खसे झै हुनेछन् र उनलाई आफ्नी श्रीमतीमाथि ठुलो विश्वासघात भएको महसुस हुनेछन्। तर सागरको मनको कुनामा कतै न कतै कान्छी कुनै ठुलो समस्यामा परेकी छिन् र उनलाई कसैले बाध्य पारेको छ भन्ने शङ्का पनि उब्जिनेछ। त्यसैले सागरले सन्तोषलाई तुरन्तै कान्छीको माइती गाउँमा गएर वास्तविकता बुझ्न र कान्छीलाई बचाउन आग्रह गर्नेछन्। यता विवाह मण्डपमा सिन्दूर हाल्ने अन्तिम क्षणमा कान्छीले अचानक एउटा यस्तो कदम चल्ने छिन् जसले सबैलाई स्तब्ध बनाउनेछ। कान्छीले सिन्दूर हाल्न लागेको बेला बेहुलाको हात समातेर मण्डपमै उसका करतुत र उनलाई कसरी धम्क्याएर डिभोर्स पेपरमा हस्ताक्षर गराइयो र सागरलाई कसरी फसाइयो भन्ने सबै सत्य कुरा गाउँलेहरूलाई आफ्ना आमा बुबा अगाडि चिच्याएर खोल्ने छिन्। त्यही समयमा सन्तोष र प्रहरी टोली पनि कान्छीको माइती गाउँमा आइपुग्ने छन्, किनभने सन्तोषले त्यो अपराधीको फोन नम्बर ट्र्याक गरेर प्रहरीलाई स्थान पत्ता लगाउन लगाइसकेको हुनेछ। प्रहरीले विवाह मण्डपबाटै त्यो अपराधी र उसका सेक्युरिटी गार्डहरूलाई घेरा हालेर पक्राउ गर्नेछन्। अपराधी पक्राउ परेपछि कान्छीले राहतको सास फेर्ने छिन्। तर गाउँलेहरू र उनका सासू आमाले कान्छीलाई सागरलाई बचाउनका लागि मात्र यत्रो ठुलो नाटक र त्याग गरेका रहिछिन् भन्ने कुरा ढिलो गरी बुझ्ने छन् र उनीहरू आफ्नो गल्तीमा पछताउने छन्। कान्छीले अपराधीसँगै रहेको त्यो प्रमाण प्रहरीलाई बुझाउने छिन्, जसले सागरलाई निर्दोष भएको प्रमाणित गर्ने छ र सागर जेलबाट सम्मान रिहा हुने बाटो खुल्ने छ। सागर र कान्छीको पूर्ण मिलनले गर्दा पुरै परिवारमा फेरि खुसियाली छाउने छन् र सबैले कान्छीको महानता र त्यागको प्रशंसा गर्नेछन्। दर्शकहरूलाई यो आउने नयाँ एपिसोडमा निकै रोमाञ्चक र भावुक लाग्ने छ। त्यसैले यदि तपाईहरूलाई यो भिडियो र आउने एपिसोडको अनुमानित भिडियो मन पर्यो भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, साथै भिडियोलाई लाइक गरिदिनुहोला र कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। धन्यवाद।